पत्रकार सुरेश रजकको हत्याबारे सरकारले व्यवस्था गरेको भन्दै महासंघद्वारा आन्दोलनको घोषणा। नेपाल पत्रकार महासंघले चैत 15 गते काठमाडौँको 3 कुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण र पत्रकार सुरेश रजकको हत्याको घटनामा सरकारले व्यवस्था गरेको भन्दै आन्दोलनको घोषणा गरेको छ। मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो। उक्त घटनामा स्वतन्त्र छानबिन गरी 7 दिनभित्र प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानूनी कारबाही, रजकका परिवारका साथै क्षति पुगेका सञ्चार गृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निशुल्क उपचारको लागि नेपाल पत्रकार महासंघले यही चैत 18 गते नेपाल सरकारलाई ध्यानकर्षण पत्र समेत बुझाएको थियो। सरकारले हालसम्म महासंघको माग पूरा नगरेको प्रति महासंघ गम्भीर भएको महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सरकारलाई दिएको 7 दिने अल्टिमेटम यही चैत 25 गते सकिएको सन्दर्भमा आज बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले आफ्नो माग पूरा गराउन सरकारलाई थप दबाव दिनुपर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ। 10 दिवंगत पत्रकार सुरेश रजक प्रति शोक व्यक्त गर्न केन्द्रीय समितिले चैत 27 गते बुधबार काठमाडौँको माइतीघर मण्डलामा साँझ 6 गते दीप प्रज्वलन सहित श्रद्धाञ्जली सभा गर्ने पनि भनेको थियो, जुन सम्पन्न भइसकेको छ। उपत्यका बाहिरका जिल्ला शाखाहरूलाई यही प्रकृतिको कार्यक्रम गर्न समेत निर्देशन दिएको छ। चैत 20 गते 29 गते शुक्रबार रजकको हत्याको सम्बन्धमा स्वतन्त्र छानबिनको लागि राष्ट्रिय मानवाधिकार आयोगलाई ध्यानकर्षण पत्र बुझाउने र प्रदेश समिति र शाखाहरूले पनि सोही बमोजिम गर्ने निर्देशन दिएको छ। चैत 31 गते सरकारलाई नेपाल पत्रकार महासंघले यही चैत 18 गते प्रस्तुत गरेका माग पूरा गर भन्ने सन्देश विभिन्न माध्यमबाट गृहमन्त्री समक्ष पठाउन देशभरका पत्रकारहरूलाई आह्वान गरेको छ। तीनकुनेमा भएको प्रेस विरोधी गतिविधिलाई लिएर 2082 वैशाख 2 गते सम्पादकहरूसँग छलफल गर्ने पनि भएको छ। वैशाख 4 गते सञ्चार गृहका सञ्चालक आबद्ध रहेका प्रमुख संस्थाहरूसँग छलफल गर्ने भएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको अगुवाईमा बुधबार माइतीघर मण्डलमा पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना पनि गरिसकेको छ। श्रद्धाञ्जली सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् भने साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ती पनि बालेका थिए। यसपछि भने सरकारले नसुनेको खण्डमा आन्दोलन समेत गरिने घोषणा गरिएको छ।